साँच्चै झापाबाटै उठ्ने हो भने चाहिँ बालेन शाह गायकबाट राजनीतिमा आएर नेता भएका थिए। अब झापामा केपी ओलीसँग नराम्रो हार खाएर फेरि गायकै कामतिर फर्किन्छन् भनेर चाहिँ महेश बस्नेतले भन्न खोजेको रहेछ। महेश बस्नेतजी मैले माने होइन, अब बालेन दाइले चाहिँ केही गरी हारिहाल्नु हो भने चाहिँ ऊ चाहिँ गायकतिर नै फर्किने हुन्छ आफ्नो जीवनपार्जनको लागि होइन। अनि केही गरी तपाईँको केपी ओली तपाईँको परम पिताले हार्नु हो भने चाहिँ के गर्नुहुन्छ? तपाईँले त पाल्नुहुन्न, त्यो थाहा भएको कुरो। तपाईँलाई त्यति लोन लागिछ, तीमाथि अब घरसर केही पनि छैन होइन। यसो 2-4 दिनको चुरी फुरी छ, पछि केही गरी चुनाव जितिहाल्यो भने भ्रष्टाचार गरेर सबै ल्याउँछु भनेर अब त्यो सबैजना त चकनाचुर हुन्छ। अब तपाईँ आफै रोडमा आउनुहुन्छ अनि तपाईँको बालाई कसले पालिदियोस्? अब बालेन दाइहरूले त होइन, अब बेलैमा चाहिँ केही सिप सिकेर हुन्छ नि, अब बेलैमा चाहिँ केही ज्ञान आर्जन गरेर चाहिँ उनीहरू इस्टाब्लिस भइसकेको मान्छेहरू हो। तर तपाईँहरू त लुट्दै ठग्दै चोर्दै मार्दै आएको। अब के गर्छ तपाईँको बाले? मान्छे मार्दै हिँड्छ कि टुक्का गाउँदै? अब मान्छे मार्दै हिँड्यो भने त 2-4 दिन लुकेर बाँच्ला, तर टुक्का सुनाउँदै हिँडेर त त्यसको जीवनपार्जन हुँदैन। टुक्का सुनाउन बाहिर निस्यो भने त किडनी झिकेर मान्छेले खाइदिन्छ। यो मेरो विचार चाहिँ तपाईँलाई कस्तो लाग्यो महेश दाजु? तल कमेन्ट गरिदिनु होला है। अब तपाईँले त सोसियल मिडियामा आजभोलि एकदम धेरै एक्टिभ हुनुहुन्छ, सब हेर्नुहुन्छ, यसो तल कमेन्ट छोडिदिनु होला।